वेलकम टु माई न्यू भ्लग न्यू इभिनिङबाट भ्लग बनाउँदैछ होइन। सबैजनाले मेरो भ्लग हेरिदिनु होला होइन। अब राम्रो भयो नराम्रो भयो पनि अब बोला जानिन्न। सुरुवात त अब कस्तो त जान्छ बोल्नलाई। त्यही पनि आज राम्रो भयो नराम्रो भयो यसो हेरिदिनु होला, मनोरञ्जन गरिदिनु होला होइन। म चाहिँ अहिले चाहिँ यो चाहिँ खतरा ठाउँ हो कि हामी अस्ति त टिकटक बनाएको ठाउँ हो। यो चाहिँ सेयु हो कि हामी चाहिँ अहिले खाजाको लागि यहाँ खाजा लिन आएको सेयुमा। कुनबुनी पनि भन्छ, कुनबिनी हो क्या यो। सेयु चाहिँ माथिको हो के अरे। अनि हामी चाहिँ साथी र म चाहिँ अब पार्कमा जाने भनेर छ होइन, चप्पल लाएर। अनि अब पार्कमा गएर देखाउँछु के कस्तो हुन्छ। साथीको र मेरो साइकल चाहिँ सेम छ क्या, सेम होइन। मेरो साइकल हो होइन, यो चाहिँ मेरो साइकल अनि यो चाहिँ मेरो साथीको साइकल चट्ट लगाएर होइन। के भन्नु आउँदैन मलाई। अब कहिले काहीँ सिकेलाई नि भन्न त होइन, भर्खर त छ मैदानमा टेक्दैछु होइन, के गर्न बाँकी नै छ। ल एकछिनपछि म साथीलाई पनि देखाउछु। साथी चाहिँ भित्र गएर किनबिल गर्दैछ त्यो सामान चट्ट लगाएर होइन। ल अहिले पार्कमा गएपछि देखाउने छु। बिचमा बाटोहरू पनि देखाउने छु कस्तो छ जापान हेर्नु होला होइन। कस्तो बवाल छ, शान्त ठाउँ छ। नेपालमा कस्तो हाल्य छैन। यहाँको ट्राफिक नियम चाहिँ बवालै छ कि। अब हामी नेपालमा होइन के अरे बाटो काट्दाखेरि त लिएर जस्तो गर्छ नि त, लगभग 5 मिटर दूरीबाट 5 मिटर दूरी रोक्छ होला क्या यहाँ गाडीले हामी रोड क्रस गर्दाखेरि। त्यस्तो छ कि यहाँको ट्राफिक नियम चाहिँ खत्रै छ कि। मेरो साथी चाहिँ किनेर आयो होइन। यहाँको ट्राफिक चाहिँ नियम चाहिँ मलाई बब्बालाई मन पऱ्यो होइन दोस्त। यहाँको ट्राफिकको नियम तिमीलाई कस्तो लाग्यो? ल हामी चाहिँ अब पार्क जानेछौँ। साथीको साइकल त्यही भयो। अनि यो चाहिँ मेरो साइकल सेयु पनि जाऊँ न। ल हामी चाहिँ इजीको लिन जाँदैछौँ होइन। लडिक छ ल सेयु पनि देखाउनु छ हजुरहरूलाई होइन। चाहिँ फेरि साइकल फेरि हावाले आमा यस्तो ढालिदिन्छ कि बाफ्रे। ल हामी चाहिँ फाइनली सेयुमा आयौँ होइन। यहाँ जापानको हाम्रो चाहिँ फेभरेट जुस भनेको चाहिँ इजिगो भनेको चाहिँ स्ट्रबेरी र मिल्कबाट बोलेको हेर्न सक्नुहुनेछ। वाउ टाइपको छ क्या चपन दबा। यो चिज हो, यो चिज यता छ इचिगो गाइस। इचिगो चाहिँ यो इचिगो दुईवटा झोटो कलर अहिले काट्यौँ ल यस्तो। हामी चाहिँ अब सेयुबाट क्विन जाँदैछौँ। अनि साइकल चाहिँ हेर्नु न बाहिर राख्ने बित्तिकै यस्तो पल्टाङ हो क्या। अनमल के सिउता हुन्छ घुम ल चतर कताडी हो बाटो यता टक्कै यता जानुपर्ने हुन्छ। पहिला किन भने साइकल ल फाइनली गाइस टक्कै लगाएर हामी चाहिँ पार्क आयौँ होइन। पार्कमा चाहिँ यस्तो दामी दामी होइन हेर्न सक्नुहुनेछ। पार्कहरू त्योबाट चाहिँ जितेन्द्र हो उदय देश यस्तो बाबा चरा दिन्छ होइन।
राजा आयो राजा वाइ वाइ गाइस दिपेश चाहिँ आज हिजो चाहिँ मेरो साइकल हल्का चापी अड्केको थियो सँगै आउनु पाएन आज आयो टक्क लाएर छ्याप्प लाएर उफ उफ ओ ओ टक्क लाएर उफ अलिकति खाल्टो भएको छु हुन्छ नि त्यो भयो ठ्याक्कै यस्तो हुन्छ हेलमेट पनि अब सेम हो कि गाइस सेम हेलमेट सेम साइकल सेम साइकल सेम ट्र्याक सेम चप्पल अनि चप्पल सेम चाहिँ अलिक मिल्दैन यता अलिक कालो कालो अलिकति 10 करोड यता चाहिँ 9 करोडको पऱ्यो क्या हो गाइस अब हामी चाहिँ छ्याप लाएर इचीको खान्छौँ देखाइदियो इचीको देखाइदियो छ्याप लाएर यहाँ राखिदियो गाइस इचीको जापानको भाइरल जापानको भाइरल आउने बित्तिकै मन पर्यो है गाइस यो चाहिँ छ्याप लाएर पछि पढौँ भन्दाखेरि एउटालाई छ्याप लाएर 120 है गाइस मलाई चाहिँ 110 भनिदिँदैछ यो छ्याप लाएर हामी चाहिँ त्यहाँ बस्छौँ गाइस अहिले चाहिँ यहाँ तल आएको छ्याप लाएर यता चाहिँ 48 करोडको आज किन्नु हिजो किन्नु भएको हामी सँगै आउँदा पाइएन कि सँगै आउनु पाइएन छोडिदियो सुइमिङ मार्छ सबैलाई गाउँतिर कुकुर चाहिँ भोग्छ नि यहाँतिरको चाहिँ डरहरू भएको छ हजुर लगायत इचीको भाइरल इचीको च्याटर 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 पुइक्क गर्छ त उताको चाहिँ दिपेश हो गाइस यताको चाहिँ म हो म चाहिँ सिंह देखा त ऊँट देखाइदियो ब्लङ गरेर हिँड्दैन इचीको एक बोल्दै हाल्नुपर्छ कि ल राम्रो छ त्यसो छिर्नु पर्ने रहेछ नि अड्केल हौ छातीला कबाट चिप्लिन दाग लाग्यो तिम्रो त पुठाउँ guys. हाम्रो चाहिँ पिङ्क पनि छ यहाँ दसैँ आज चाहिँ 12 मासे महिना दसैँ जस्तै ल अनि मेरो साथी चाहिँ यस्तो मचिहान होइन आमा फेरि गाउँको फर्स्ट हुने नि त मचाइमा त आमा है माटालिङ्गेका हैच पाराको मजा नि यस्तै हो क्या अब बचपन दिलाइदिन्छ अनि ओइ डल 7:05 जानुपर्ने घडी चाहिँ देखाएको चाहिँ होइन है रहेछ यो नारी यही त छ होइन चियो चट्ट लाएर गाईको दुध मिसाउँछ के भन्नु छ तिमीलाई नेक्स्टमा
अनि जापान आएर के कस्तो भइरहेछ भनिदिनुहोस् त। एक महिना भयो कार्ड आउनु बाँकी छ गाइज। एक हप्तापछि कार्ड आएपछि छ्याप्प लगाएर काममा जाएँ। काम चाहिँ जति नि पाएँ ब्याङ्क कार्डले रोक्यो नि। सिम कार्ड निकालेन हामीले कि होइन। प्लेन देख्न सक्नुहुन्छ गाइज। प्लेन हेर्न सक्नुहुन्छ गाइज हेर्नु है त। प्लेन हो 4-5वटा त गोडी राखेको हुन्छ यहाँ। अझै नउडेको कि आकाशमा है। अनि जब हाम्रो चाहिँ अब यहीँ गइहाल्यो के भन्छ अरे खोइ होइन अर्को नेपालीको भाषामा के चौर भन्दा नि चाहिँ अब जनालाई गएर टक्क लगाएर अब हामी पनि जानु पर्ने हुन्छ टक्क लगाएर न। लाइट बालेर जान्छौँ। लाइट देखेको सोल्टी हाम्रो पिली हाम्रो त पिली नि हुन्छ भवाल हो लाइट देखेको हाम्रो यस्तो पिली नि हुन्छ यस्तो नि बल्छ होइन। मेरो चाहिँ अलि लुज भयो कि पिली चित्र अब हामी चाहिँ हिँड्नुपर्ने हुन्छ होइन गाइज। चट्टा ल्याएर चदर हामी सबै हिँड्नुपर्ने हुन्छ। ल्याउ जस्तो म भेट्छु। साइकल बस लिएर राइट हाम्रो अनि त्यसपछि म हेर्नेछु टक्क ल्याएर चदर ल म पनि हेर्नु पर्ने हुन्छ न चट्ट लगाएर लाइक द गाइड्स। मेरो चाहिँ अलिक अर्को छ उसको भन्दा म चाहिँ अर्को सिकाउन छु उसै गयो ल म पनि हिँड्नुपर्ने हुन्छ ल गाइड्स। अब रुममा गएर भेटौँ न ल गाइड्स। हामी चाहिँ रुममा लगेर भेटिन्छ होइन टक्क। फाइनल रुमभित्र पनि आइपुग्यो हामी होइन। यो चाहिँ चप्पलहरू जुत्ताहरू राख्नुपर्ने हुन्छ। मेरो जुत्ता भयो अर्को ब्ल्याक सुज चाहिँ भित्र हुनुहुन्छ होला टक्क लगाएर खाना नै पाकिरह होला चटर ज्याकेट त्यहाँ छोड्नु यहाँ दोस्त पढेर हो गराइसक्यो नि हामी त ल। वासिङ मेसिन यहाँ छ ल। टोइलेट तुरे भन्छ पनि पर्ने हुन्छ। फाइनली गाइज हाम्रो रुम चाहिँ आइपुग्यो। केटाहरू चाहिँ यहाँ छन् चिल पारामा छु त्यहाँ। हाम्रो रुम चाहिँ कहाँनिर चेयर लाएर हाइट गर्मी पनि यस्तो गर्मी हाइट टक्क लगाएर आजको भ्लग चाहिँ यति नै छ होइन। राम्रो भए पनि नराम्रो भए पनि हेरिदिनु होला ल। भोलि बिहान नि हामी मर्निङमै हाम्रो फिजिकल पनि हुन्छ होइन। गएर लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला। मुटुमै बसेछ नि माया थाहा नै भएन छोडेर लगेछौ यो मुटु होसमै भएन। सुन्नु होला सायोनारा मातासितै भोलि भेटौँला।